के अनमोल र जसिता रिलेसनसिपमा छन् भन्ने जस्तो प्रश्नहरू भने अहिलेको समयमा थुप्रै फ्यानहरूको मनमा भने आइरहेको छ। अनमोल र जसिताको जोडीलाई देखेर भने सबै अडियन्सहरूले यही भन्छन् कि यो जोडी निकै राम्रो रहेको छ। नेपाली रोमान्टिक ड्रामा फिल्म फर्की फर्कीमा यी दुवैजनालाई सँगै देखेपछि भने अडियन्स निकै खुसी र उत्साहित पनि भएका थिए। अनमोलले भने जसिताको बर्थडेमा स्टे अमेजिङ एज यु आर भनी पोस्ट गरेका थिए, जसपछि भने अडियन्स पनि निकै खुसी भने भएका थिए भने विश्वास पनि बढ्न थालेको थियो कि पक्कै पनि यिनीहरू दुवैजनाको जोडी भने एकसाथ आउनेछ र धेरै फ्यानहरूले त भने यस्तो पनि भनिरहेका थिए कि चाँडै अनमोल र जसिताको भने विवाह पनि हुनेवाला छ, जसलाई लिएर भने अहिलेको समयमा भने फ्यानहरू निकै उत्साहित पनि भएका थिए। फिल्ममा मात्र नभई अफ स्क्रिन पनि दुवैजनाको जोडी निकै राम्रो र निकै खुसी रहेको भनेर फ्यानहरूले भने बताउने पनि गरिरहेका छन्। फेरि पनि उनीहरू नयाँ मुभी जेरी अन टप यही असोज 31 मा प्रसारण हुनेमा भने उनीहरू एकसाथमा भने देखिने भएका छन्, जसलाई लिएर भने सबै अडियन्सहरू पनि निकै भने उत्साहित भने भएका छन्। इन्टरभ्यूहरूमा पनि उनीहरूको बीचको सम्बन्धको बारेमा प्रश्न गरिँदा उनीहरूले होइन पनि भन्दैनन् र हो पनि भन्दैनन्, खालि अहिले यस्तै छ, पछिको त कसलाई नै थाहा छ भन्ने कुराहरू भने उनीहरूले बताइरहेका छन्। हरेक कुरामा उनीहरूले एक अर्कालाई भने साथ समर्थन पनि गरिरहेका हुन्छन्। तपाईहरुलाई के लाग्छ कि यो जोडी एकसाथ आउँछ र तपाईहरुलाई पक्कै पनि भन्नुहोला कि यो जोडी तपाईहरुले जेरी अन टपमा हेर्न चाहनुहुन्छ अथवा हेर्न चाहनुहुँदैन। आफ्नो प्रतिक्रिया भने कमेन्ट सेक्सनमा लेख्न नभुल्नुहोला।